साथीहरू म अहिले सुनवर्सी नगरपालिकाको वार्ड नम्बर 3 भेलाईमा छु। यो स्कुल हेर्न सक्नुहुन्छ श्री सरस्वती आधारभूत विद्यालयमा। यहाँ हेर्न सक्नुहुन्छ गेटको अवस्था र यता छेउबाट बाटो बनाइएको छ। गेट यति राम्रो गेट हुँदा हुँदै पनि यस्ता खालको बाटो किन रोज्नुपर्छ? शिक्षा शाखाबाट चाहिँ कोही हुनुहुन्न। यो शिक्षा शाखाले चाहिँ हाम्रो अनुगमन टोली पठाउनुहुन्न। यो हाम्रो शिक्षा शाखा हुनुहुन्छ कि हुनुहुन्न, यो कृपया उहाँसम्म, यो शिक्षा शाखासम्म पुर्योस् यो भिडियो। हाम्रो साथीहरूले सबैले मिलेर यो भिडियोलाई सेयर गर्नुहोला। शिक्षा शाखामा को हुनुहुन्छ उहाँसम्म पुगोस् र यस्तो खालको यो व्यवस्थापन राम्रो बनाओस्। यस्तो व्यवस्था हुँदा हुँदै पनि यसको उपयोग किन भएको छैन? मलाई धेरै दुःख लाग्छ। यो हाम्रो सुनवर्सी नगरपालिकाको जताततैको स्कुल यस्तै किन छ? शिक्षकहरूलाई चाहिँ मैले मोबाइल चलाउँदै गरेको देखाएँ। मेरो त्यो शिक्षिका र शिक्षकहरूसँग अनुरोध छ, विनम्र अनुरोध छ कि कृपया गरिब दुखीका हाम्रो बालबच्चाहरूसँग खेलवाड नगर्नु होला, उहाँको भविष्यलाई नबिगार्नु होला। कृपया आफ्नो काम राम्रो र इमान्दारपूर्वक गरिदिनु होला। हस् त, धन्यवाद। जय नेपाल।